हेलो साथीहरु, आज सिनेमाको एपिसोडमा तपाईहरुलाई नेपाली सिनेमाको एउटा यस्तो इन्ट्रेस्टिङ क्यारेक्टरको बारेमा भन्न जाँदैछु जसको बारेमा थाहा पाइसकेपछि तपाईहरुले जीवनमा मेहनत नै सबैभन्दा ठूलो कुरो हो र कर्म गर्दै जाँदा फल अवश्य पाइन्छ भन्ने कुरा सिक्नुहुन्छ। कुनै पनि फिल्म बनाउनु भन्दा अगाडि त्यो फिल्मको राइटर, डाइरेक्टर र प्रोड्युसर मिलेर छलफल गर्छन्। जस्तै शूट सेलेक्सन, क्यारेक्टरको कास्टिङ, कुन ठाउँमा शूट गर्ने र अन्य कुरा हुन्छ। र यति बेला फिल्ममा कुनै पनि गाह्रो सिनहरु देखाउनु परेपा लीड रोल भन्दा एउटा पर्फेक्ट साइड रोल क्यारेक्टरले त्यति बेला राम्रो भूमिका निभाउनु पर्ने हुन्छ ताकि त्यो फिल्मको सिनमा एउटा इमोसन र फ्लो देखियोस्। अहिले त्यस्तो कलाकार खोज्दा डाइरेक्टर र प्रोड्युसरको मुखमा आउने एउटा मात्र त्यस्तो नाम हो, विजय बराल। प्यारी मैया, तिमीले हाम्रो साइनो बुझेनौ, तिमीले मेरो भावना बुझेनौ, तिमीले मेरो प्रेम बुझेनौ, त्यसैले प्यारी। नेपाली सिनेमाको एउटा यस्तो पर्फेक्ट साइड रोल क्यारेक्टर र अहिलेको बेला ब्लकबस्टर दिन सफल लीड एक्टर विजय बरालको जन्म 26 नोभेम्बर सन् 1998 मा नेपालको पूर्वी तराई सर्लाहीको लालबन्दी भन्ने ठाउँमा हुन्छ। उनी सानैदेखि नै कसैको नकल गरेर होस् या ठूला नेताको क्यारिकेचर गरेर उनलाई मान्छेहरू हँसाउन खुबै मन पर्थ्यो। यसै कारणले होला विजय बराललाई एक्टिङको किडा भित्रैसम्म पुग्न पुग्छ। र स्कुलमा सरहरूले ठुलो भएर के बन्छस् भन्दा विजय बरालले म एउटा राम्रो कमेडियन बन्छु भनेर आफ्नो लक्ष्य बनाउँछन् र 12 क्लास सकिसकेपछि ऊ आफ्नो सपनाहरू लिएर काठमाडौँ सहर आउँछन्। आफ्नो मनभित्र एउटा ठूलो कलाकार बन्छु भन्ने सपना भए पनि उनलाई कमर्स पढेर ब्याङ्कको म्यानेजर बन भनेर आग्रह गरिन्छ। विजय बरालले इन्टरभ्यूमा पनि भन्ने गर्छन्, ब्याङ्कको जागिर खाएको भए अहिले म कुनै ब्याङ्कमा म्यानेजर भएर या कुनै टिचर भएर बसेको हुन्थे। गरेपछि एउटा ब्याङ्कमा जागिर खाइन्थ्यो होला कि त टिचर हुन्थ्यो होला। तर उनले एक्टिङ करियर नै रोजे। विजय काठमाडौँ आएर नाटक क्लासहरू जोइन गरे र 1, 2, 3 गर्दै साना नाटकहरूमा नि काम गरे। तर त्यति बेलासम्म न त उनलाई कसैले चिनेथ्यो न त कसैले देखेकै थियो। यतिसम्म कि आफ्नै बुवाले छोरा नाटकमा लागेछ भनेर थाहा नै पाउँदैनन्। विजय बराल नाटक गर्न एकदमै रुचाउँथे। उनी आफ्नो नाटकलाई अझै ठुलो उचाइमा लैजान काठमाडौँको आमनगरमा सञ्चालन गर्न लागेको मण्डला थिएटरमा एक हिस्सा हुने मौका पनि पाउँछन्। र त्यसपछि पनि उनले डिग्री माइला, सिरुमा रानी, रमाइलो, बिलगेट र मितजु जस्ता नाटकमा काम गरेर आफ्नो एक्टिङ स्किललाई प्रुभ गरिसकेका थिए। यसैको फलस्वरूप 2013 मा उनले छड्के मुभीमा आफ्नो डेब्यु पनि गर्न पाउँछन्। ए हजुर हजुर, त्यसै गरौँ, हुन्छ, हस्। र छड्के मुभीदेखि आफूलाई चिनाइसकेका विजय बराल 2014 मा डाइरेक्टर रामबाबु गुरुङको कबड्डी फिल्ममा खेल्ने मौका नै पाउँछन्, जसमा उनले साइड रोल बिकीको क्यारेक्टर निभाएका थिए। त्यो फिल्ममा विजय साइड रोल भए तापनि उनले फिल्ममा यसरी काम गरे कि सबै नेपाली अडियन्सको आँखामा पुग्न ऊ सफल भए। मेरो चाहिँ वंश जोगाउनु परेन। अब अडियन्सहरूले यति उनलाई रुचाउन लागे कि उनले आफ्नो नाम भन्दा पनि बिके भनेर चिन्न लागे। त्यसपछि के थियो र विजयको चर्चा चारैतिर हुन लाग्यो र एकपछि अर्को गर्दै हरेक सिनेमामा ऊ आउन पनि लागे। विजयले आफ्नो एक्टिङ स्किललाई इम्प्रुभ गर्दै गर्दै नेपाली अडियन्सको मन जित्न झनभन्दा झन सफल हुँदै गए र उनको चर्चा हुँदा हुँदै उनकै गाउँसम्म पुग्न पुग्यो। ल है हजुरको छोरा पनि कलाकार भएछ भनेर गाउँभरि हल्ला फैलिन थाल्यो। त्यसपछि विजयले कबड्डीकै सिक्वल कबड्डी 3, झम्के, हाउ फनी अनि कबड्डी 4 द फाइनल म्याचमा काम गरे। यति मात्र होइन, उनी जारी, दिमाग खराब, डिग्री माइला, पूर्णबहादुरको सारङ्गी जुन ब्लकबस्टर थियो त्यसमा समेत काम गरिसकेका छन्। कबड्डीको सिक्वेन्समा राम्रो काम गरिसकेका उनी अब अरू फिल्महरूबाट पनि राम्रो अफर आउन थाल्यो। उनले पाएको मौका गुमाउन चाहन्थेनन्, त्यसैले उनी झनभन्दा झन राम्रो अभिनय गर्दै गए। उनले अभिनय गरेको जारी 100 दिनभन्दा बढी सिनेमा घरहरूमा चल्यो। यस्तै दिमाग खराबले पनि राम्रो व्यापार गर्न सफल भएको थियो। तर त्यति बेलासम्म पनि ऊ साइड रोलकै भूमिकामा थिए। र यस्तै विजयलाई एक दिन पूर्णबहादुरको सारङ्गीबाट लीड रोलको अफर आउँछ। उनले त्यो प्रस्तावलाई 15 दिनपछि नै हुन्छ भनेका थिए र त्यो फिल्मको सफलता कतिसम्म भयो त्यो हामीले भनिराख्नु पर्दैन होला। पूर्णबहादुरको सारङ्गी हलहरूमा लगाइसकेपछि एउटा रेकर्ड तोड्दै गयो र अहिले उनी चर्चाको शिखरमा छन्। विजयले एक्टिङबाटै अभिनय अवार्डहरू जित्न पनि सफल भएका छन्। उनले 2016 मा कबड्डीबाट बेस्ट कमिक रोल फर साइड रोलको लागि नोमिनेसन जितेका थिए। यस्तै 2023 मा क्याप्टिभेटिङ क्रिएसन अवार्ड अन्तर्गत बेस्ट एक्टरको अवार्ड जित्न सफल भएका थिए र सबैभन्दा ठुलो अवार्ड उनले नेपाली दर्शकको सबै माया जितेका थिए। विजयले निरन्तर मेहनत गरिराखे भने सफलता अवश्य पाइन्छ भनेर एउटा इक्जाम्पल सेट गरेका छन्। उनले आफ्नो जीवन पनि भूगोल, सम्झना र स्मृति हो भनेर भनेका छन्। ल साथीहरू, आजको लागि यति नै। तपाईले विजय बरालको कुन चाहिँ फिल्म मनपर्छ त कमेन्टमा भनिदिनु होला र म फेरि यस्तै नै भिडियो लिएर आउनेवाला छु। त्यसको लागि तपाईले सब्स्क्राइब गरिदिनु होला।